अहिले खास गरी विपदजन्य घटनाहरूको आकस्मिक रूपमा पुर्याउनु पर्ने सेवा जस्तो दमकल सेवा, एम्बुलेन्स सेवा, कतिपय ठाउँमा घटनै हुँदा अब सब वाहन र चाहिँ पुलिस भ्यानहरू यी सबै अब सेवा प्रदान गर्ने केन्द्रको रूपमा हामीले अहिले आकस्मिक सेवा केन्द्रहरू स्थानीय तहसँग मिलेर यो सङ्घीयताको स्पिड बमोजिम स्थानीय तहसँग मिलेर प्रदेश सरकार स्थानीय तहको साझेदारीमा यो कामहरू गर्न खोजिरहेको छ र पहिलो चरणमा हामी तराईका 3 जिल्ला र पहाडका 3 जिल्लामा संयुक्त रूपमा यो कार्यक्रम चाहिँ अब लागू गर्न खोजिरहेका छौँ र खास गरी तराईका जिल्लाहरूमा अर्जुनधारामा चाडापालिका, बिर्तामोड, कन्काई, अर्जुनधारा र बुद्ध शान्ति तीनटाको सहभागितामा त्यहाँ यो सेवा केन्द्रको निर्माणको कार्यक्रम सम्पन्न हुने चरणमा छ र यही वैशाखभित्र सम्पन्न हुनेछ त्यो। त्यसै गरी रङ्गेलीमा अब त्यहाँको आसपास अबको पालिकाहरू सुनवर्सी, कानेपोखरी, रङ्गेली र चाहिँ अर्को पालिका गरेर हामीले त्यहाँ चाहिँ चाडापालिकाकै सहभागितामा त्यहाँ पनि हामीले यो सेवा केन्द्र निर्माण कार्य भइरहेको छ र त्यो अन्तिम चरणमा छ र यसै आर्थिक वर्षमा यी दुई ठाउँमा चाहिँ यो सेवा केन्द्र शुभारम्भ गर्ने प्रयास हामी गरिरहेका छौँ र अहिले कोशी गाउँपालिका सुनसरीको त्यहाँ केन्द्र बनाउने भनेको थियो। प्राविधिक कारणले त्यो केन्द्र हुन सकेन र फेरि हामी सुनसरीमा अन्य ठाउँमा गर्ने प्रयास गरिरहेका छौँ। धनकुटाको हिलेमा र आठराईको तेह्रथुमको आठराईमा यहाँ पनि अब सेवा केन्द्रको काम प्रारम्भ भएको छ र लगभग 30% को निर्माण कार्य चाहिँ सम्पन्न भइसकेको छ आठराईमा। अहिले खोटाङ बजारमा, खोटाङ पालिकाको खोटाङ बजारमा यो केन्द्र बनाउन खोजिरहेका छौँ हामी। यसरी अहिले पहिलो चरणमा 6 स्थानमा हामी यो काम गरिरहेका छौँ र यसको चाहिँ आर्थिक सहयोग चाहिँ हाम्रो पिएसपी जो चाहिँ अब यो चाहिँ एउटा कार्यक्रम छ। यसले चाहिँ अब स्विस सरकारको चाहिँ यो चाहिँ नियोगको अनुदान दिने एउटा कार्यक्रम हो। प्रदेश सरकारसँग रिलेटेड भएर काम गरिरहेछ, यसले पनि सपोर्ट गरिरहेछ र मूलभूत रूपमा हामी 3 तहको सङ्घीयताभित्र साझेदारी सहकारितामा काम गर्ने जुन स्पिड छ त्यसमा हामी प्रदेश र स्थानीय तह मिलेर यो काम गर्न खोजिरहेको कुरा यहाँहरूलाई म जानकारी गराउँछु। संरचना निर्माणको हकमा चाहिँ त्यहाँ चाहिँ भौतिक पूर्वाधारहरू अब त्यहाँ चाहिँ कार्यालय, आवासीय भवन, त्यहाँ चाहिँ अब सामानहरू राख्ने त्यहाँ चाहिँ अब गोदाम घर अनि सवारी साधनहरू जस्तो अब दमकलहरू, एम्बुलेन्सहरू राख्ने घर अनि पानी पोखरी यस इत्यादि कामहरूको लागि चाहिँ अब त्यहाँ चाहिँ भौतिक पूर्वाधार पहिला तयार गर्नुपर्ने हुन्छ। त्यसको चाहिँ हाम्रो लगभग त्यसको चाहिँ 50% प्रदेश सरकारले बेहोर्छ। पिएसपी कार्यक्रमबाट 2 करोड हरेक केन्द्रमा दिइरहेको अवस्था छ र अरू चाहिँ बाँकी काम चाहिँ स्थानीय तहबाट बेहोर्नु पर्ने हुन्छ। चाडा 3टा 2टा जति 2भन्दा 2 बढी पालिकाहरूको सहभागितामा यो कार्यक्रम चाहिँ सञ्चालन हुने भएकोले त्यहाँको स्थानीय तहहरूले त्यही रूपमा चाहिँ यो कामलाई अगाडि बढाइरहेको अवस्था छ। यसको चाहिँ खास गरी यसको नेतृत्व गर्ने यहाँ निर्देशक एउटा चाहिँ समितिको रूपमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको मन्त्रीको नेतृत्वमा एउटा समिति हुन्छ। त्यसले चाहिँ समग्र यो कार्यक्रमको चाहिँ अब नीति निर्माण गर्ने, कार्यक्रम सञ्चालनमा महत्त्वपूर्ण भूमिका यसले खेलिरहेको हुन्छ। प्रदेश स्तरमा कोशी प्रदेश सरकारको तर्फबाट भने तल स्थानीय स्तरमा त्यहाँ एउटा स्टियरिङ कमिटी बन्छ जसले चाहिँ त्यहाँको सबै व्यवस्थापकीय काममा चाहिँ त्यही कमिटीले आवश्यक निर्णय गर्छ र दैनन्दिन कार्य सञ्चालन गर्नको निम्ति त्यहाँ चाहिँ अब प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा जुन पालिकाको कार्यक्रम चलिरहेको छ त्यही पालिकाको प्रमुख प्रशासकीय अधिकृत को नेतृत्वमा अरू पालिकाका प्रशासकीय अधिकृत सदस्य रहेको दैनन्दिन कार्य सञ्चालन गर्ने, बजेट खर्च गर्ने कमिटी चाहिँ त्यहाँ हुन्छ। 3 खालको चाहिँ संरचना हामीले कल्पना गरेका छौँ र त्यहाँको चाहिँ स्थानीय तहका प्रमुखहरूको नेतृत्वमा रहने त्यो संरचना जो त्यसको चाहिँ अब मोबाइल जस्तो
यो चाहिँ चक्रिय प्रणालीमा उहाँले नेतृत्व गर्नुहुन्छ। त्यसमा चाहिँ अल्फाबेटिकल्ली रूपमा वर्णानुक्रम अनुसार एक वर्ष एउटा पालिकाले नेतृत्व गर्यो भने अर्को वर्ष अर्को पालिकाले गर्दै चक्रिय प्रणालीमा उहाँले नेतृत्व गर्ने गरेको त्यहाँको स्थानीय तहको संरचनाको हामीले कल्पना गरेका छौँ। त्यसमा चाहिने कम्तीमा तराई क्षेत्रमा 3टा दमकल र पहाडमा 2टा दमकल चाहिँ अनिवार्य हुन्छ त्यो सेवा केन्द्रमा भन्ने हामीले त्यो अवधारणा बनाएका छौँ र कार्यविधिले पनि त्यो कुरा प्रस्ट्याउँछ। कार्यविधि फाइनल गर्ने चरणमा छौँ अहिले र त्यहाँ चाहिँ अब पछाडि अरू व्यवस्थापन जस्तो त्यहाँ बाटो भत्क्यो भने पहाडमा तुरुन्तै उद्धार गर्न सक्ने, तराईमा पनि काहीँ समस्या भयो भने तुरुन्तै चाहिँ अब त्यो सञ्चालन गर्न सक्ने, आगजनीको कुरा मात्रै भएन बाढी पहिरोको कुरामा पनि उद्धार सेवा दिन सक्ने त्यो सेवा केन्द्रको रूपमा यसलाई विकास गर्न खोजिएको छ। तराईमा चाहिँ आवश्यक चाहिँ अब अरू चाहिँ अब बोटहरू यस्ता सामानहरू बाढीमा उद्धार गर्ने सामानहरू अरू धेरै पहाडमा पहिरोमा उद्धार गर्ने सामानहरू यस्तो चिजहरू पनि त्यहाँ व्यवस्थापन गर्ने गरेको हामीले तयारी गरिरहेका छौँ यो सेवा केन्द्रमा। कति वर्षीय योजना हो लगभग? होइन यो त निर्माण कार्य सुरु हुन्छ, यो त निरन्तर चलिरहने हो। त्यसको चाहिँ मर्मत सम्मार र आवश्यक अब व्यवस्थापकीय खर्चमा चाहिँ अब स्थानीय तहले नै बेहोर्छन्। सुरुमा सामग्री खरिद गर्ने काम चाहिँ प्रदेश सरकारको तर्फबाट हामी गर्छौँ। एउटा सेवा केन्द्रमा कति खर्च होला यसको? लगभग अब निर्माणाधीन चरणमा चाहिँ अहिले के भइरहेछ भने लगभग 8 करोडको लागतमा हाम्रो अर्जुनधारामा त्यो चाहिँ भौतिक संरचना निर्माणको चरणमा छ। अहिले 9 करोडमा रङ्गेलीमा भएको छ। पहाडमा चाहिँ अलिक कस्टली हुँदो रहेछ, लगभग 13 करोड जति त्यही सेवा केन्द्र निर्माण गर्न 8 टाइममा लाग्ने